आज चाहिँ रोज लेमनेड बनाऊ है त। यसको लागि चाहिँ मैले पहिला गुलाबको फुललाई टिपेर लिएर आएर यसको पत्ताहरू चाहिँ चुडे, यसको बीचको भागलाई चाहिँ फ्याँकेर यसको पेटल्स पत्ताहरूलाई मात्रै राख्नुपर्ने हुन्छ र त्यो पेटल्सलाई चाहिँ घाममा होइन कि शीतलमा सुकाउनु पर्ने हुन्छ। शीतलमा सुकाउँदा चाहिँ यसको रङ पनि रहिरहन्छ र बास्ना पनि मेन्टेन भइरहन्छ। अब ती सुकाएको पत्ताहरूलाई चाहिँ एउटा भाँडोमा राखेँ र कागतीको रस पनि त्यसमा राखेँ। यो पहेँलो कागतीको चाहिँ बोक्रा पनि कस्तो मिठो हुन्छ खाँदा, त्यही भएर मैले बोक्रालाई पनि काटेर त्यसमै राखेँ। मलाई कागतीको झोल चाहिँ कम भएको जस्तो लाग्यो र मैले बजारबाट किनेर लिएर आएको यो झोललाई पनि राखेँ। यो चाहिँ कागतीको झोल र गुलाबको पत्ता मात्रै हो। त्यसलाई केही दिनको लागि फ्रिजमा राखेँ। त्यसपछि त पानी मिसाएपछि लेमनेड तयार भइहाल्यो नि।